छोरी हिँड्दैछ एकदमै मौसम एकदमै रमाइलो छ। अनि मेरो नेपालबाट ल्याएको गोल्डनको जुत्ता एकदमै पुरानो भइसक्यो, त्यही पनि म लाउँदैछु किनकि उनीहरूलाई एकदम कम्फर्टेबल छ। अब हामी उता बस स्टपमा गएर लहेर के नगरौँला ड्राइभर। लौ हामी गाडीको पर्खाइमा छौँ गाइजहरू। हाम्रो चाहिँ बस आयो, यो 590 को बस हो। यो 590 को बसमा हामी चढ्दैछौँ। अब यहाँ पुरी कार्यक्रम हुँदैछ। गाइजहरू के गर्दैछ हाम्रो नि। यो चाहिँ हाँसको छोइला हो। अब यहाँ प्लेटिङ हुँदैछ। यो चाहिँ हाँसको मासु है। श्रीमानजी त्यहाँ हुनुहुन्छ।